तिमी कहिले फर्केर आउँदैनौ भन्ने थाहा हुँदा हुँदै पनि कहिले यी आँखाहरूले तिम्रो बाटो हेर्न छाडेन आमा। मेरो घर, मेरो परिवार, मेरो जिउने आधार भनेको एकमात्र तिमी त थियौ। तिमीले संसार छोडेको दिन तिम्रो शरीरसँगै त्यो चितामा मैले मेरो हाँसो, मेरो खुसी, मेरो सपनाहरू सबै चलाएर फर्किए। मर्न निकै गाह्रो हुने रहेछ आमा। तिमीसँगै मृत्यु अँगाल्न सकिन अनि तिमी गएदेखि आफूलाई सम्हाल्न पनि सकिन। आज म जिउँदो लास चाहिँ बाँचिरहेको छु, तर थाहा छैन किन, के को लागि अनि कसको लागि। ढुरोको आफ्नो भन्ने कोही नहुने रहेछ आमा। मेरो आमाको